गाइस इसमी रोहित खपङ्गे र आज तपाईँको छेउमा एउटा छोटो बात लिएर आइरहेको छु होइन। तपाईँको माझमा यो हाम्रो ग्राउन्डको बारीमा र आज चाहिँ हामी आफै खेल्ने केटाहरू नै भएर बनाइरहेको छ यो ग्राउन्डलाई, भत्किएको ग्राउन्डलाई होइन। अब किन के हो भन्दा चाहिँ अब तपाईँहरूले देख्नुभयो होला यत्रो दुलो थियो होइन, ग्राउन्ड यस्तो खाल्टा खनेर पुरिदिनु भएन होइन। अब जस्तो युज गर्यो त्यस्तै छोडिरहेको छ। तर नि अब हाम्रो यो गोर्खे मैदानलाई चाहिँ हामीले बचाउनुपर्छ होइन। हामी मात्रै खेल्छ भनेर होइन किनभने हामी यो गोर्खे मैदान चाहिँ हाम्रो गाउँको एउटा ग्राउन्ड हो। अब त्यसलाई चाहिँ हामीले बचाउनुपर्छ। आउँदो फ्युचर भाइ बहिनीहरूको लागि पनि सोच्नुपर्छ। हामीले बिगार भएर चाहिँ नजाओस्, हामी यो गोर्खे मैदान चाहिँ रहोस् होइन, पछिसम्म रहोस् भन्छु म चाहिँ होइन। र त्यति नै भन्छु मेरो तर्फबाट चाहिँ। नमस्ते, मेरो नाम अमित प्रधान र आज चाहिँ के भन्न चाहन्छु भने ठुलो मान्छेहरूलाई तपाईँहरूले यसरी गाउँमा प्रोग्राम हेरिराख्नुभयो एकदम राम्रो कुरो हो होइन। अब प्रोग्राम हेर्दाखेरि इन्जोयमेन्ट भयो। तपाईँहरूले त्यो स्टार्ट गरेर चाहिँ क्या एन्डिङ पनि एउटा गरिदिनु पर्थ्यो होइन। यसरी यो ग्राउन्डमा हामी मात्रै होइन, आजभन्दा 5 दिनको दाजुहरू खेलिरहेछौँ, हामी खेल्दैनौँ, त्यसको बाद हाम्रो भाइहरू पनि खेल्छ होइन। मान्छेले भन्छ नि ग्राउन्ड बिग्रेर गयो, त्यो सुधार्ने हाम्रोमा छ होइन। तपाईँहरूले पनि यसो सपोर्ट गरिदिनु, त्यो बात होइन कि तपाईँहरूले नै आएर गरिदिनुपर्छ होइन। तपाईँहरूले यसो लेबरहरू खटाएर हामी पनि आएर सहयोग गर्थ्यो होइन। तर तपाईँहरूले यसरी गरिदिनु भएन। भोलिको दिनमा हामी खेल्दाखेरि हाम्रै खुट्टा बिग्रिन्छ होइन। त्यो तपाईँहरूले बुझिदिनु भएन क्या, त्यसमा चाहिँ हामी अलिक नाराज नै छ। त्यति नै भन्न चाहन्छु। अब तपाईँहरूलाई अब हाम्रोबाट के गल्ती भयो भने चाहिँ हामी माफ माग्न चाहन्छु।